विद्यार्थी नेता हाम्रो नवीन ढुङ्गानाजी हुनुहुन्छ। तर तपाईहरुको भोलिको भविष्य आजका विद्यार्थीहरु भोलिका भविष्य हुन्। विष्णु दाइले हामी विद्यार्थीहरूलाई भन्नुहुन्थ्यो, तपाईहरु आजका विद्यार्थीहरु भोलिका हाम्रो नवीन भाइले अहिले मलाई डाक्टर काना भने दाइ तपाईले यो तलको पुल हाल्न पर्छ है, कोशी खोलाको पुलमा तपाईले सहयोग गर्नुपर्छ भनेर अहिले नवीन भाइले भनेको छ। हेर्नुस् त युवा भाइहरुको चाहना हुन्छ दाइ यो पोस्टमा छ हाम्रो काम गरोस् भन्ने चाहना हुन्छ मनमा। यहाँ चाहिँ नवीन भाइहरु जस्ता मान्छेले यहाँ चाहिँ हस्तबाजीहरूले हाम्रो विष्णुजी यहाँ वडा के अरे हाम्रो सभापति हुनुहुन्छ, उहाँहरूले चाहिँ सबैले यतापट्टिको त्यो बाटोलाई विशेष जोड दिनुपर्छ भन्नुभएको छ। त्यसलाई पनि म सम्झना गर्नेछु, आए साल गर्नेछ। र यो विद्यार्थी नेता हाम्रो नवीन ढुङ्गानाजी हुनुहुन्छ। तर तपाईहरुको भोलिको भविष्य आजका विद्यार्थीहरु भोलिका भविष्य हुन्। विष्णु दाइले हामी विद्यार्थीहरूलाई भन्नुहुन्थ्यो, तपाईहरु आजका विद्यार्थीहरु भोलिका हाम्रो नवीन भाइले अहिले मलाई डाक्टर काना भने दाइ तपाईले यो तलको पुल हाल्न पर्छ है, कोशी खोलाको पुलमा तपाईले सहयोग गर्नुपर्छ भनेर अहिले नवीन भाइले भनेको छ। हेर्नुस् त युवा भाइहरुको चाहना हुन्छ दाइ यो पोस्टमा छ हाम्रो काम गरोस् भन्ने चाहना हुन्छ मनमा। यहाँ चाहिँ नवीन भाइहरु जस्ता मान्छेले यहाँ चाहिँ हस्तबाजीहरूले हाम्रो विष्णुजी यहाँ वडा के अरे हाम्रो सभापति हुनुहुन्छ, उहाँहरूले चाहिँ सबैले यतापट्टिको त्यो बाटोलाई विशेष जोड दिनुपर्छ भन्नुभएको छ। त्यसलाई पनि म सम्झना गर्नेछु, आए साल गर्नेछ। र यो भएको छ विद्यार्थी नेता हाम्रो नवीन ढुङ्गानाजी हुनुहुन्छ। तर तपाईहरुको भोलिको भविष्य आजका विद्यार्थीहरु भोलिका भविष्य हुन्। विष्णु दाइले हामी विद्यार्थीहरूलाई भन्नुहुन्थ्यो, तपाईहरु आजका विद्यार्थीहरु भोलिका राष्ट्र हाम्रो नवीन भाइले अहिले मलाई डाक्टर काना भने दाइ तपाईले यो तलको पुल हाल्न पर्छ है, कोशी खोलाको पुलमा तपाईले सहयोग गर्नुपर्छ भनेर अहिले नवीन भाइले भनेको छ। हेर्नुस् त युवा भाइहरुको चाहना हुन्छ दाइ यो पोस्टमा छ हाम्रो काम गरोस् भन्ने चाहना हुन्छ आमाहरूलाई मैले मनमा। यहाँ चाहिँ नवीन भाइहरु जस्ता मान्छेले यहाँ चाहिँ हस्तबाजीहरूले हाम्रो विष्णुजी यहाँ वडा के अरे हाम्रो सभापति हुनुहुन्छ, उहाँहरूले चाहिँ सबैले यतापट्टिको त्यो बाटोलाई विशेष जोड दिनुपर्छ भन्नुभएको छ। त्यसलाई पनि म सम्झना गर्नेछु, आए साल गर्नेछ। र यो